सो हे गाइज इट्स मिस सुहाना वेलकम टु माई मिनी भ्लग होइन गाइज आज दिनको सुरुवात चाहिँ कोइलीको मिठो आवाजसँग भयो र साथै आज हामीले भएको जति सब बुक कपी बेच्दियौँ होइन गाइज एन्ड देन त्यो पछि दिउँसोतिर भन्दा बिहानतिर होइन आन्टीले सुएकोलाई पढाउनु भएको थियो पढ्नै नमाने गाइज त्यसले पेन पगाडेको हेर्नु न होइन एन्ड देन त्यो पछि होइन बच्चाहरूले खेलिरहेको थियो क्रिकेट ओइ म नै खेल्छु भनेर गएँ होइन म नै यस्तो खेल्थेँ एन्ड देन त्यो पछि खानासाना खाएर नुहाउन थालेँ अनि नुहाएर आएपछि गाइज यति गर्मी हो हाम्रो यता मात्र गर्मी हो कि तपाईँहरूको उता नि गर्मी हो कमेन्ट गर्नु होला गाइज गर्मीले म त बस्नै नसकेको मामा घरमै ठिक थियो जस्तो लागिरहेको थियो एन्ड देन त्यो पछि दही र पानी मिलाएर खाना थाल्यौँ होइन गाइज किनकि यो राम्रो हुन्छ कि होइन गर्मीमा बाबाले सधैँ यस्तै बनाउनु हुन्थ्यो एन्ड देन सो त्यही राम्रो लाग्छ होइन मिठो लाग्छ एन्ड देन हामीले पन्जाबी गिलाससँग खायौँ पन्जाबी गिलासमा हालेर खायौँ होइन एन्ड देन तल घर गएको तल घरमा सब घरहरू रेनोभेटेड हुँदै थियो बाथरुममा हालेको थुम्बामा सुत्नु भइरहेको थियो कति धेरै खर्च भएको भनेर सोच्नु भइरहेको होला होइन एन्ड देन त्यो पछि म र मम्मी सिमला गयो गाइज कम्प्युटर सिकेको होइन अहिलेसम्म फोन आइथ्यो सो त्यही भएर हामी आज गयो एन्ड देन बबिता दिदीलाई वेट गरेर बसेको थियो बबिता दिदी आउनुहुन्छ र जान्छौँ भनेर एन्ड देन बबिता दिदी फाइनली आउनुभयो गाइज होइन एन्ड देन त्यो पछि हामी भित्र गयो एन्ड देन कम्प्युटर क्लास चाहिँ भोलिबाट जोइन गर्ने भनेर आयो होइन 3 डेजको ट्रायल क्लास हुन्छ एन्ड देन सो त्यही हो एन्ड देन त्यहाँबाट आएर मामा घरबाट आएको कपडा लास्टै नै धेरै थिएन एक बाल्टी जति थियो कपडा धोके थिएन एन्ड देन सो त्यही कपडा धोयो गाइज तपाईँको ठाउँमा कति गर्मी छ कमेन्ट गर्नु होला